एभ्रिबडी सो आज चाहिँ अब हामीले डाटाको टाइप्सको बारेमा कुरा गरौँ। त्यो चाहिँ सबभन्दा फर्स्टमा राखेको कारण चाहिँ अलिकति सजिलो हुन्छ होइन। अब हामीले रिसर्चको बारेमा धेरै कुरा गर्न थाले पनि बेसिक फन्डा भनेको चाहिँ अब डाटा नै हो, डाटाको टाइप्सहरू हुन्छ होइन। सो त्यसको बारेमा बुझियो भने हामीलाई पछि हामीले प्रपोजलहरू लेख्दा अथवा अरू केही गर्दाखेरि चाहिँ हामीलाई त्यो टाइप्स अफ डाटाको हिसाबमा हाम्रो स्ट्याट्सहरू हुन्छ, स्ट्याट्सको हिसाबमा हाम्रो स्याम्पल साइज आउँछ एन्ड ओभरअल चाहिँ हामीले हेर्दाखेरि चाहिँ डाटा कस्तो खालको हामीले लिएको डाटा कस्तो टाइपको हो, सो त्यसले चाहिँ फरक पार्छ। सो त्यो भएर चाहिँ डाटाको बारेमा कुरा गरौँ। सो बेसिकली डाटालाई चाहिँ हामीले दुईवटा टाइप्समा डिभाइड गर्न सकिन्छ, एउटा क्वालिटेटिभ र क्वान्टिटेटिभ। सो टकिङ अबाउट क्वालिटेटिभ डेटा होइन। क्वालिटेटिभ डेटा भनेको चाहिँ अब यो बेसिकली काउन्ट गर्ने भन्दा पनि क्वालिटी मात्रै हुन्छ क्या, डिस्क्रिप्टिभ डेटा भयो। अब यसमा चाहिँ नोमिनल र अर्डिनल भनेर हुन्छ। फर इक्जाम्पल नेम्सहरू होइन, यस नो क्वेसन्सहरू। सो यस्तो कुराहरू चाहिँ क्वालिटेटिभमा पर्छ। अब यसलाई पनि फर्दर नोमिनल र अर्डिनल भनेर डिभाइड गर्न सकिन्छ। नोमिनल र अर्डिनलमा एउटा बेसिक डिफ्रेन्स भनेको चाहिँ अर्डरको कुरा हुन्छ। इफ द्याट नेम होइन, अब जस्तो हामीले क्याटेगोरीहरू दिएको छ, क्याटेगोरिकल डाटा पनि भन्छ क्वालिटेटिभलाई होइन। सो त्यो क्याटेगोरीमा चाहिँ परेको छ। फर इक्जाम्पल एसटी एलिभेसन एमआई र नन एसटी एलिभेसन एमआई। अब यो दुइटाको बिचमा कुनै अर्डर त छैन नि त। लाइक नन एसटी इज ग्रेटर अर स्मलर देन एसटी एलिभेसन एमआई भन्ने त्यो हिसाबले त छैन। सो यिनीहरू चाहिँ नोमिनल डेटामा आयो। क्याटेगोरिकल अथवा क्वालिटेटिभको पनि कुन चाहिँ नोमिनल अन्तर्गतमा पऱ्यो भने अब हामीले अर्डिनलको कुरा गर्दाखेरि चाहिँ एउटा स्पेसिफिक अर्डर हुन्छ। फर इक्जाम्पल लो, मिडल, हाई अथवा माइल्ड, मोडरेट, सिभियर होइन, बेटर अथवा वर्स। सो त्यस्तो तरिकाले चाहिँ अब हामीले डिभाइड गर्न सक्यो भने एउटा क्याटेगोरीमा छुट्याइसकेपछि कुनै अर्डरको हिसाबमा ऱ्याङ्क गर्न सकियो भने त्यो चाहिँ अर्डिनल भयो, र अर्डरको हिसाबमा ऱ्याङ्क गर्न सकिएन भने त्यो चाहिँ नोमिनलमा पऱ्यो। सो यो चाहिँ हाम्रो क्वालिटेटिभ डेटाको बारेमा भयो। अब क्वान्टिटेटिभको कुरा गर्दाखेरि चाहिँ क्वान्टिटेटिभ चाहिँ जहिले पनि अब हामीले काउन्ट गर्ने टाइप अफ कुराहरू भयो कि होइन। अब काउन्ट गर्ने कुराहरूमा पनि के कस्तो छ त भन्दाखेरि एउटा चाहिँ अब हामीले काउन्ट गर्ने भयो, एउटा चाहिँ मेजर गर्न सक्ने कुराहरू भयो है। सो त्यो हिसाबमा हामीले यसलाई पनि फर्दर दुईवटा सब टाइप्समा डिभाइड गरेको छ। अब क्वान्टिटेटिभमा चाहिँ के हुन्छ, एउटा क्वान्टिटी दिन्छ क्या। जस्तो अब डिस्क्रिटमा पनि अब नम्बर अफ पेसेन्ट्स भिजिटिङ आवर ओपिडी होइन, अथवा नम्बर अफ पेसेन्ट्स विथ डिजिज, अथवा नम्बर अफ डिजिज इन्डिभिजुअल, अथवा नम्बर अफ पेसेन्ट्स अन्डरगोइङ इन्टरभेन्सन। सो यस्तो कुराहरू चाहिँ अब डिस्क्रिटमा हुन्छ क्या, यिनीहरूलाई काउन्ट गर्न मिल्छ होइन। तर अर्को पार्ट चाहिँ के हुन्छ त भन्दाखेरि कन्टिन्युअस भनेर हुन्छ। अब कन्टिन्युअस भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब हामीले कुनै पनि मेजरमेन्टहरू लियो, फर इक्जाम्पल बिपी लियो, हार्ट रेट लियो, टेम्परेचर लियो होइन, अथवा अरू कुनै भाइटल्स ल्याब प्यारामिटर्सहरू लियो। सो यो सबै चाहिँ कन्टिन्युअस डेटा भयो। अब यो दुइटामा फरक भनेको चाहिँ एउटा डिस्क्रिट चाहिँ काउन्ट गर्न सकिन्छ र कन्टिन्युअस चाहिँ मेजर गर्न सकिन्छ होइन। अब यो दुइटा बाहेक पनि एउटा अर्को डिफ्रेन्स छ। अब यसमा चाहिँ के छ त भन्दाखेरि डिस्क्रिटको भ्याल्यु चाहिँ कहिले पनि पोइन्टमा आउँदैन। सो नेभर इन डेसिमल पोइन्ट। फर इक्जाम्पल 1.5 पेसेन्ट्स थियो अथवा 1.5 पिपल को डेथ भयो, यसरी भन्न चाहिँ सकिँदैन होइन। इदर 1 or 0 भनौँ न। सो त्यसरी होल नम्बरमा जान्छ यो जाँदाखेरि चाहिँ, भने कन्टिन्युअस चाहिँ पोइन्टमा आउन सक्छ। फर इक्जाम्पल अब हामीले यसैमा हेर्दाखेरि चाहिँ टेम्परेचर हेऱ्यो भने 98.2 हुन सक्यो होइन। अब 98 अथवा 99 नै हुनुपर्छ भन्ने छैन होइन। सो त्यो हिसाबले फरक पर्न सक्छ। सो कन्टिन्युअसमा चाहिँ एउटा डेसिमल पोइन्ट्सहरू युज गर्न मिल्छ, डिस्क्रिटमा मिल्दैन। अर्को भनेको चाहिँ डिस्क्रिट भनेको हामी काउन्ट गर्ने भयो र कन्टिन्युअस चाहिँ हामीले मेजर गर्ने भयो भने यो चाहिँ सबै क्वान्टिटेटिभमा भयो। अब यो सबैलाई समराइज गर्नु पर्दाखेरि चाहिँ हामीसँग डाटा दुईवटा टाइप्सको हुन्छ, एउटा क्वालिटेटिभ हुन्छ, अर्को क्वान्टिटेटिभ हुन्छ। र अब क्वालिटेटिभको कुरा गर्ने हो भने क्वालिटेटिभ चाहिँ फेरि दुईवटा टाइपमा डिभाइड गरेको हुन्छ। एउटा चाहिँ अर्डर नभएको नोमिनल भयो, अर्डर भएको चाहिँ अर्डिनल भयो भने क्वान्टिटेटिभमा चाहिँ दुईवटा टाइप गरेको हुन्छ। एउटा चाहिँ काउन्ट गर्नेवालालाई डिस्क्रिट भन्छौँ र मेजर गर्नेवालालाई कन्टिन्युअस भन्छौँ है। अहिले चाहिँ हामीले यो बेसिक कुराहरू अलिकति बुझ्यौँ भने चाहिँ फर्दर अब अरू उसमा चाहिँ मैले डाटाको एक्जाम्पलहरू अब एउटा प्रोफर्मा लिएर त्यसमा कुन चाहिँ कस्तो किसिमको डाटाहरू होला, सो त्यसको बारेमा नि कुरा गरौँला। सो दिस इज द बेसिक अबाउट टाइप्स अफ डेटा। र यो किन इम्पोर्टेन्ट छ भन्दाखेरि डाटाको बारेमा एकपटक बुझिसकेपछि
त्यही अनुसारमा what are the statistical tests we could do, how can we represent the different types of data हैन। अनि त्यसले हाम्रो रिसर्चमा कसरी फरक पर्छ, हाम्रो स्पेसिफिक अब्जेक्टिभमा कसरी फरक पर्छ, स्याम्पल साइज कसरी फरक पर्छ र हाम्रो प्रपोजलमा चाहिँ के कतिको फरक पर्छ त्यो हामी स्टेप बाई स्टेप बुझ्दै जान्छौँ। अहिले फर्स्ट पार्टमा चाहिँ अब हामीले पहिला डाटाको टाइप्सको बारेमा बुझौँ, त्यसपछि विल मुभ अन टु अदर स्टफ्स एज वेल। थ्याङ्क यू।